के राम्रो कुरा गरौँ। नेपालका गृहमन्त्री सुदन गुरुङ र नेपालको लागि अस्ट्रेलियाका राजदूत साइमन अंश बीच भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा नेपाल र अस्ट्रेलिया बीचको आपसी हित तथा समझदारीको विषयमा विशेष छलफल भएको बुझिएको छ। छलफलमा शरणार्थी सम्बन्धी विषयमा दुई देशको साझा प्राथमिकता र सहकार्यको क्षेत्रहरू समेटिएका थिए। साथसाथै अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको अवस्थाबारे समेत छलफल भएको बुझिएको छ, जसका कारणले गर्दा अस्ट्रेलियामा रहेका नेपाली समुदाय र नेपाली विद्यार्थीहरूको केही समस्याहरू समाधान समेत हुन सक्ने हामी आशा र अपेक्षा समेत लिन सक्छौं। राजदूत अंशले नेपालसँगको सहकार्यलाई निरन्तरता दिन अस्ट्रेलिया प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि साझा प्राथमिकतामा मिलेर अघि बढ्ने अपेक्षा व्यक्त गर्नुभएको छ। नेपालको गृहमन्त्री सुदन गुरुङको सामु नेपाल र अस्ट्रेलिया बीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने दिशामा भएको यो भेटलाई सकारात्मक रूपमा हेरिएको छ र नेपालीहरूको पछिल्लो समयमा भएको भिजा रिजेक्सनहरू पनि यस्तै राजदूतहरू भेट्ने, नेपाल र अस्ट्रेलियाको राजदूत नेपालका कूटनीतिक नियोगका व्यक्तिहरू चाहिँ अस्ट्रेलियाका चाहिँ उच्च ओदाका व्यक्तिहरूसँग भेट्ने, यहाँका चाहिँ मन्त्रीहरूसँग भेट्ने गर्दा चाहिँ नेपाली विद्यार्थीहरूको पनि मनोबल बढ्ने र चाहिँ भिजा ग्रान्टका कुराहरूमा पनि केही राम्रा पक्ष र सकारात्मक सुधार हुन सक्ने हामी अपेक्षा गर्न सक्छौँ। अस्ट्रेलिया नेपालको हरेक सूचना तथा गतिविधिहरू सबैभन्दा पहिला तपाईँले थाहा पाउनको लागि अस्पाली टिभीलाई फलो गर्न नबिर्सनुहोला। हस्त, धन्यवाद, नमस्कार।